सम्पूर्णमा नमस्कार। ल है, आज चाहिँ म हजुरहरूलाई पिज्जा बनाएर देखाउन गइरहेको छु। ध्यान दिएर हेरिदिनु होला। अनि म चाहिँ यसरी बनाउँछु। हजुरहरू कसरी बनाउनुहुन्छ सेयर गर्नुहोला। सुरुमा एउटा पिज्जा बेस लगेँ। पिज्जा बेसमा चाहिँ मजाले पिज्जा ससलाई सबैतिर लगाउनु पर्छ। यसरी पिज्जा सस लगाइसकेपछि थोरै मैले चाहिँ पहिला नै चिज राखेँ। अनि योमा काटेर राखेको प्याज, टमाटर, भेँडे खुर्सानीलाई यसरी मिलाएर राखिसकेको छु मैले। अनि त्यसपछि काटेर राखेको चिकनलाई पनि मजाले यसरी मिलाएर राख्नुपर्छ, यताउता नपोखियोस् भनेर। अनि यसमा चाहिँ अब चिकन सबै छोपिने गरेर माथिबाट मजाले चिजलाई चाहिँ अलि धेरै नै राख्नुपर्छ। अब काटेर राखेको ओलिभलाई पनि मजाले सोको लागि मैले राखिसकेको छु। अब बास्नाको लागि ओरिगानो पनि छर्केँ। अनि छर्किसकेपछि अब हाम्रो पिज्जा चाहिँ ओभनमा पकाउनलाई रेडी भइसकेको छ। अब हाम्रो ओभन पनि अन भइसकेको छ। अब यो पिज्जा चाहिँ 8 मिनटमा पाकेर रेडी हुन्छ। हजुरहरूले यसरी घरमै पनि बनाएर खान सक्नुहुन्छ पिज्जा। हेर्नु त यस्तो दामी भएको छ पिज्जा, खानलाई रेडी भइसकेको छ। हस्त धन्यवाद।